लालपुर्जा नेपालको चाहिँ लेडी पावरहरूलाई आज महिला दिवसको धेरै धेरै शुभकामना। कस्तो लागिरहेछ भने when you are around women's अफिस भयो नि घर जस्तो लाग्दछ कि मान्छेलाई चाहिँ होइन, किनभने एकदम वार्म वेलकमिङ एक्साइटेड होइन। सो त्यो कारणले गर्दा थ्याङ्क यू सो मच फर अल द लभ, अल द वार्म एन्ड अल द सपोर्ट that you are giving to Lalpurza Nepal, and once again happy International Women's Day to everyone. Thank you. आदर्श को चलिरहेछ अरे? सबजना चले यहाँ सब तान्नु गिफ्ट पाएन भने जलान जलाएर रातो रातो भएको डाँडाले दिदीले लिनु भयो। मेरो खिच्ने कि हामी केक काट्न जाँदैछौँ। ह्याप्पी वुमेन्स डे। लेडी भनेर ल्याएछ लेडी पावर अफ लालपुर्जा नेपाल। लेडी पावर अफ लालपुर्जा नेपाल। देखो देखो मेरो Happy birthday, चलो। ये भोलि बोल्छ क्या हैन Happy Women's Day! दिदी यसरी हुन्छ ल, मलाई काट्न आउँदैन। जस केक चाहिँ खान पाइने भयो ढाडे आफूलाई देखाउँदै कहाँ फेरि अन्त अब गिफ्ट त पाएन केक। गिफ्ट दिनु न निर्मल सरलाई। त्यो गिफ्ट चाहिँ के रहेछ हेर्न मन लाग्यो मलाई गरौँ त्यहाँ धेरै नै हुन सक्छ। बोतल ए सम्झाएर खाइदिन्छु ल। ग्यास यहाँ पुरै होइन केटाहरू म्याम सिस्टर म्याम भनेन म्याम म्यामले खिचेको थियो सबैलाई होइन नि त, उहाँहरूलाई त दिनुपर्छ। पोर्ट्रेटमा होइन किन यसो म्यामलाई दिनु, म थोरै लिन्छु नि देखाइदिनु। यहाँ हुनुहुन्छ दिदी मलाई एकदम ठिक भयो। अब काटेर आफै खाने ल, मलाई काट्नै आउँदैन। मात्र भयो, थोरैवाला गरौँ न ल। खै एउटा झोला खोलौँ त के छ आरस भाइ केक खान पायो नि त होइन गाइस? केक खान पायो नि होइन? गिफ्ट नपायो नि। म गिफ्ट दिन्छु, मेरोमा किट क्याट पनि रहेछ, म दिन्छु ल। साँच्ची मेरो गिफ्टबाट के दिउँ त? के को तिमीलाई के चाहिन्छ? तपाईँको गिफ्टबाट मेरो गिफ्टबाट के दिउँ? तपाईँको गिफ्टबाट केही चाहिँदैन म्याम। भन नि त, त्योभन्दा पछाडि के भन्नु छ? मलाई केक थपिदिनु न। पुग्यो भने मात्रै लास्टमा तिमीलाई, नत्र पाउँदैन। यहाँ प्लेट थापिरहेछ है। आमा पुन्सरको धुवा उडेको। ल सचिन सर धेरै धेरै धन्यवाद।
जे होस् सबैलाई धन्यवाद हजुरलाई हजुरको इफोर्ट हजुरले हुन्छ भनेपछि सबै हुन्छ नि त त्यही भएर है ए सियो साहबलाई यो भिडियोबाटै धन्यवाद हजुरलाई भेट्न पाइएन तर पनि हामीले केक खायौँ है सरकार जानु भएर थ्याङ्क यू सो मच हजुर त झन् कहिदिनु भएको छ के कति छ भने चाहिँ त्यहीबाट थाहा भइहाल्छ त्यतिखेरै पायो फेरि तपाईँ थ्याङ्क यू म्याम यहाँ होइन क्या म यहाँ छु आँखा माथि ल्याउ त थ्याङ्क यू ओ यहाँ ब्लगमै हेर्ने यहाँ क्यामेरा फेस गर्नुपर्ने आउच ल लेडिज गिफ्ट के पायो कस्तो भइरहेछ दामी दामी लालपुर्जा लेखेको छ हो कस्तो दामी यार मलाई थाहा थिएन लेडी पावर अफ लालपुर्जा ओ माई गड थ्याङ्क यू दिदी केक ल हामी खाँदैछौँ केक अनि मलाई गिफ्टमा नि बोतलमा लेखेको चाहिँ थाहा थिएन कि त्यही न फेरि हेरौँ एकचोटि कस्तो मजाले लेखेर होइन लेडी पावर अफ लालपुर्जा अनि दामी मेरो त मैले उता ड्रयरमा राखिसकेँ खै कसैको हालिदिएँ त कुनमा थियो त्यसमा ल ल ल ल यहाँ अझै बाँकी छ यसमा चक्कु मैले राखिसकेँ ड्रयरमा सृष्टिनालाई मात्र सोध्छु अरूलाई होइन यहाँ राख पहिला यहाँ के गिफ्ट छ ल भन्नु चकलेट झुम्का बोतल हेरिसक्यो हेरिसकेँ गेस पो गर्न लाग्यो कसलाई थाहा होइन नथाहा पाएको जस्तो एक्टिङ गर्ने तर मेरो उसमा त चकलेट चाहिँ छैन खाइसक्यौ एक सेकेन्डमा भन्नु तँसँग के गिफ्ट थियो यहाँभित्र बोतल इयरिङ चक्लेट किटक्याट थियो त्यही त किटक्याट एउटा थियो अनि अरू दुईवटा थियो कि 5 स्टार उसलाई थ्याङ्क यू सरलाई म्याम केकको लागि ढाडे आज त हाम्रो लालपुर्जाको अलमोस्ट केटाहरू देखाएका छैनन् तर ढाडाले पायो 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 धन्य भयो होला अनि धन्य बनाउने चाहिँ उहाँ हुनुहुन्छ थ्याङ्क यू सरलाई म्याम सबले म खान थालेँ किनभने मेरो यहाँ रहेको भएर सबैले खायो आँखा लायो यति धेरै मिठो छ नि कहाँबाट ल्याएको यहीँबाट होइन त बेक्यान्सेलबाट होइन साँच्चै दामी छ मिठो खाऊ काम गर्नेलाई जहाँ गयो नि कामैले छोड्दैन भनेको यही हो हेर्नुहोस् कति दुःख छ लालपुर्जाको भिडियो टिमलाई यो सब भने मात्र हो केही दुःख छैन फन छ रमाइलो छ नत्र यस्तो अनुहार हुन्छ कसैको अनुहार चम्किन्छ यसरी भिडियो बनाऊँ न म्याम माथि गएर 4 साल जस्तो याद छ के बनाएको थियो यस्तोवाला है जाउँ न त हामी सबैजना अनि भिडियो स्टिल बिना म्यामसँग छ कि मैले त कस्तो रमाइलो लाग्यो अहिले पनि ल जाउँ म कस्तो हाँसु बिना हेर त राम्रो हाँसु राम्रै भेरी 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 ब्युटिफुल सबको त्यहाँ आफ्नै आफ्नै छ आफ्नै आफ्नै छ आफ्नै आफ्नै छ आफ्नै आफ्नै यिनीहरू चाहिँ कस्तो गिफ्ट दिएको भनिराखन् जस्तो छ यिनीहरू चक्लेट दिन्छु भन्नु आएको थियो तपाईँले खोइ मैले खोलेकै छैन ए खोल्नु न चक्लेट अलिपछि दिएरै जान्छु बाचा भयो तिमीलाई मेरो अनि यहाँ पनि उसले भनिरह होला कि तिमीलाई के गिफ्ट देखा मलाई एउटा दिन मिल्छ ठिक छ नारी दिवस सही हो आज हाम्रो भट्टराईले पनि पाउनु दिनु भएन गणेश पाउनु भयो कि पाउनु तिमीले के नदिने हामीलाई हामीले किन निकै दिने सब दिइसक्यो अब हामीले चाहिँ जिल्ला भइरहेको
गाइज यार यो त भएन फेरै भएन यार जेमा पनि नारी दिवस टी भनेपछि नि अघि जलिरहेको छ हाम्रो जेन्ट्सको त केही दिवसै छैन यार कस्तो जलिरहेको कस्तो ह्याप्पी बर्थडे हुन्छ ह्याप्पी दसैँ ह्याप्पी तिहार हुन्छ भाइ टिका हुन्छ बहिनी टिका छ त भाइ टिका हुन्छ गिफ्ट आउँदैन भाइ टिका नि बहिनीले नै पैसा दिनुपर्छ विरोधीहरू हेर यहाँ ल मलाई भन न त म तिमीलाई थ्याङ्क यू भन्छु भन न तिमीले भनेको छ दिवसमा ह्याप्पी नारी दिवस थ्याङ्क यू के लियो पक्रियो मेरो दिदीले पक्रियो झुक्का त खिचेर तपाईँले लिनु के लिनु भएछ उहाँले सावधानै छ झुम्लो मलाई के काम गाइ छ मैले सुन्न चारी लाउने मान्छे कहाँ यस्तो झुम्काले होइन कति फोर रहेछ धेरै गिफ्ट दिनलाई नि हुन सक्छ है म्याम बी केयरफुल गर्लफ्रेन्ड छैन गर्लफ्रेन्ड गर्लफ्रेन्ड छैन पट्याउनलाई नि हुन सक्छ ल है सावधान ल अरे तिमी अघि चला होइन उसले मेरो यो खोलमा देखेको त झुम्का भनेको मैले झुम्का छु उड्नु कहाँ हुनु भने उड्नु कहाँ लुकाउनु कस्तो हेर जबरजस्ती अर्काको छोरालाई त्यहाँ लुकेछ चाहिँ के पुलिस यहाँ उठा लाउनु के बोला रे भाइ आज नारी दिवस थियो सिओ सरसँग हामी गिफ्ट माग्न गयौँ अनि उहाँले पेपर रेडी गरिदिनु भयो अनि तिमीहरू गएपछि त गरिहाल्नुहुन्छ नि हामी गएर भए पो गिफ्ट आउँथ्यो त नि दामी ल उहाँसँगै हुन्छौँ क्या हामी चाहिँ बिहाइन्ड द सिन यस्तो यस्तो अब यसको के हुन्छ लास्टमा रिजल्ट चाहिँ उसलाई पनि थाहा छैन महाशयलाई पनि थाहा छैन ल लेट्स गो गाइज ल है क्यामेरामा नहेर्नु